नमस्ते सम्पूर्ण साथीहरू तपाईहरुको अगाडि एकदम म दुःखदको खबर लिएर आइसकेको छु। साथीहरू हाम्रो नेपालको राष्ट्रिय खेलाडी महिला खेलाडी साम्भा सावित्र भण्डारी जो अहिले एकदम खराब स्थितिमा हुनुहुन्छ र अहिले उहाँ चाहिँ उपचारको क्रममा अहिले हस्पिटलाइज हुनुहुन्छ। साथीहरू उहाँको अवस्था यति खराब छ कि उहाँ अहिले हार मानेर अहिले सोशल मिडियामा आएर उहाँलाई हेल्प गर्नुस् भनेर आफ्नो फ्यानहरूलाई उहाँले पोस्ट एउटा राख्नु भएको छ। साथीहरू एन्फाले उहाँलाई सपोर्ट नगरिसकेपछि लास्टमा उहाँ चाहिँ हार मानेर अहिले सोशल मिडियामा पोस्ट गर्नुभएको छ। साथीहरू इन्टरनेसनल खेलाडीहरूको यस्तो अवस्था छ, यो चाहिँ हेर्नुहोस् त तपाईहरु। साथीहरू हाम्रो देशको यस्तो अवस्था लास्टै दुःखद खबर। साथीहरू लास्टै दुःख लाग्यो। हाम्रो जुन नेपालको जुन महिला टिम छ फुटबलको, उहाँले चाहिँ राष्ट्रमा चिनाउनु भएको थियो, चिनाउँदै पनि हुनुहुन्छ अहिलेसम्म। तर हाम्रो नेपाल सरकारको हेर्नुहोस्, उहाँप्रति एक रति दया माया छैन। जसले आफ्नो ज्यानको प्रवाह नगरेर आफ्नो देशको लागि फुटबल खेल्नुभयो र देशलाई चिनाउनु भयो, आज उहाँको अवस्था यस्तो हेरेर नेपाली जनताहरूलाई एकदम दुःखद लागेको छ। साथीहरू अरू सकभर यो भिडियो धेरै बनाऊँ, धेरै भिडियो सेयर गरौँ, विदेशतिर पनि सेयर गरौँ, आर्थिक सहयोग गरौँ। साथीहरू म पनि विदेशमा छु र म पनि यो भिडियो बनाएर यहाँको एटलिस्ट यहाँको अलिकति पपुलेसन भए पनि थाहा पाओस्, हाम्रो नेपालीहरूले थाहा पाओस्, उहाँलाई हेल्प गरोस्। र साथीहरू अर्को कुरो, अरू राष्ट्रिय एजेन्डामा म हेर्छु धेरै युट्युबरहरू मरिपरि भ्युज र लाइक र सब्सक्राइबको लागि आउँछ। तर अहिले यस्तो सिचुएसनमा किन हाम्रो युट्युब कम्युनिटीको युट्युबरहरू आउँदैन? साथीहरू अहिलेसम्म जम्मा मैले 2 युट्युबर हेरेँ जो अहिले यहाँ आउनु भएको छ। एउटा कुल भाइको त कुरै नगर्नु। कुल भाइ दाजु उहाँ त हर एक बिरामी, हर एक जसलाई सपोर्ट चाहियो उहाँ सबलाई सपोर्ट गर्न आउनुहुन्छ। र साथीहरू अर्को हुनुहुन्छ C7 होरा, उहाँ दाजु पनि आउनुभयो। उहाँ दाजु पनि हेल्प र सपोर्टको लागि एकदम अपिल गर्दै हुनुहुन्छ। साथीहरू अरू युट्युब कम्युनिटीको मान्छेहरू चाहिँ कहाँ गयो के? यस्तो लास्टै रिस उठ्छ क्या साथीहरू। सब्सक्राइबर, लाइक्स, भ्युज पाउनको लागि मरिहत्तै गर्छ, तर एउटा नेपाली फुटबल टिमको लागि अलिकति प्लेयरको लागि केही हेल्प गर्नु पर्यो भने यिनीहरू चाहिँ कहाँ मर्छ क्या? साथीहरू लास्टै रिस उठिरहेछ। त्यही भएर तपाईँ जसलाई सब्सक्राइब गर्नुहुन्छ, लाइक गर्नुहुन्छ, कमेन्ट गर्नुहुन्छ, हेरेर गर्नुहोस् कि त्यसले हाम्रो देशप्रति के गर्दैछ भनेर। साथीहरू सबजना सपोर्ट गर्नु होला, हात जोडेर सबैलाई निम्ति छ। र साथीहरू कस्तो लाग्यो यो भिडियो? यस्तै भिडियो अपडेटको लागि मलाई सब्सक्राइब गर्नु होला, भिडियो लाइक, सेयर, कमेन्ट गर्नु होला र धेरै धेरै सेयर गर्नु साथीहरू। हस्त, धन्यवाद।